हेलो नमस्ते सबैजनामा आरकेबिसी भ्लगमा फेरि पनि आज नयाँ भ्लगको साथमा आइसकेको थियो है साथीहरू देख्न सक्नुहुन्छ 2026को न्यु इयर सँगसँगै यहाँ चाहिँ हिउँ परेर बेलारुसमा यस्तो यस्तो छ है देख्न सक्नुहुन्छ मेरो पछाडि पनि अगाडि पनि हामी चाहिँ हिउँमा कन्टेन्ट एकदम गाह्रो छ हिँड्नको लागि नि गाह्रो छ बाटोमा अहिले हिउँले गर्दाखेरि र यस्तै छ हेरेर देख्न सक्नुहुन्छ आजको भ्लग चाहिँ तपाईँहरूलाई हामी चाहिँ यो हिउँको देखाउनेछौँ है गाइजहरू अब तपाईँहरू जतिजना नेपालबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ तपाईँहरू नेपाल बेलारुस आउँदै हुनुहुन्छ भने अब चाहिँ हेर्नुहोस् न्यु इयर सँगसँगै हिउँ परिसकेको छ है बेलारुसमा अब जाडो चाहिँ भन्नै पर्दैन अहिले चाहिँ -2 छ है -2 डिग्रीमा छ र हामी चाहिँ हिउँले जताततै सेतै छ घरको छानातिर पनि त्यस्तै रुखमा पनि पुरा हिउँ परिसकेको छ देख्न सक्नुहुन्छ र गाह्रो छ साथीहरू बेलारुसमा अहिले चाहिँ जाडो चिसो चाहिँ बेसरी पोहोरको साल 2025मा चाहिँ त्यति परेको थिएन हिउँ अहिलेको चाहिँ 26मा चाहिँ न्यु इयर सँगसँगै हिउँले चाहिँ एकदमै वर्षा हानिसक्यो गाइजहरू र आज भ्लग चाहिँ यसो हिउँको हुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ है गाइजहरू ल है गाइजहरू देख्न सक्नुहुन्छ है यस्तो छ अहिले चाहिँ बेलारुसको आजको मौसम यस्तो छ है गाडीमा यस्तो हिउँले पुरा यस्तो भइराखेको छ यता हाम्रो सरहरू यसरी अगाडि हिँड्नुभएको छ हेलो कृष्ण सर के छ ल कन्टेन्ट आरकेबिसी भ्लगमा वेलकम छ तपाईँलाई के छ हिउँको महसुस कस्तो गर्दै हुनुहुन्छ यो साल धेरै कुल छ है कुल छ आजको कन्टेन्ट के छ हाम्रो कोल्ड आजको कन्टेन्ट के छ कन्टेन्ट आज हामी गइन्छ मार्केट जे पनि हामी हिउँमा चाहिँ हिँड्नै पर्छ होइन त कस्तो लाग्यो तपाईँलाई यो बेलारुसको गाउँघर यसो हिउँले पुरिँदाखेरि के पुरै छानोमा यस्तो छ है हामी बाटोमा हिँड्दाखेरि चाहिँ यस्तो है हिउँ परेर चाहिँ हिलो जस्तो देखिने है यहाँको चाहिँ कन्टेन्ट यस्तो छ र ऊ भाइ चाहिँ अगाडि हिँड्दैछ र हामी पछाडि छौँ कन्टेन्टमा देख्न सक्नुहुन्छ तपाईँहरूलाई आज चाहिँ हामीले कन्टेन्टमा यही देखाउने हो आज यस्तै छ र है साथीहरू गाइजहरू ल हेर्न सक्नुहुन्छ ल बेलारुसको घरमा चाहिँ यस्तो हुन्छ है पुरा छानो चाहिँ पुरा तेर्सो परेको यो किनकि हिउँलाई झार्नको लागि हो यस्तो तरिकाले हुन्छ है साथीहरू त्यो देख्न सक्नुहुन्छ कन्टेन्टमा हिउँले चाहिँ पुरै घर आँगन सबै बाटो पनि यस्तो छ भित्र जाने बाटो हो भित्री बाटो पनि यस्तो देख्न सक्नुहुन्छ पुरै कन्टेन्टमा पुरै यो न्यु इयरमा चाहिँ अहिलेको न्यु इयर सँगसँगै एकदमै हिउँले परेर लास्टै गाह्रो छ बाटो पनि देख्न सक्नुहुन्छ यस्तो भइसकेको छ है गाइजहरू ल हेलो गाइजहरू अहिले चाहिँ हामी चाहिँ हिउँ खेल्दै आजको चाहिँ धेरै रमाइलो भइरहेको छ बेलारुसमा है यस्तै छ तपाईँहरूले देख्न सक्नुहुन्छ है हामी चाहिँ यस्तै छ 2026को यो मेरो चाहिँ फर्स्ट भ्लग हिउँबाट आयो ल तपाईँहरूले धेरै मन पराइदिनु भएको छ धेरै खुसी पनि छु र सबैजनाले माया गरिदिनु भएको छ र कति साथीहरूको मैले वाट्सएपबाट म्यासेजहरू रिप्लाई दिन सकेको थिइनँ किनकि न्यु इयरको अलिक बिजीको कारणले गर्दाखेरि मैले रिप्लाई पनि दिन सकिनँ र अब फेरि तपाईँहरूलाई रिप्लाई चाहिँ दिन्छु है त्यस्तो दुःख मन चाहिँ नगर्नु होला र सबैजनालाई तपाईँहरूको लागि नै मैले भिडियो बनाएको हुन्छु है सबैजनाले माया गरिदिनु भएको छ तपाईँहरूको साथ सपोर्टले गर्दा नै आज म यो ठाउँमा मैले अलिकति प्रगति गरेको जस्तो महसुस गरेको छु र 2026मा चाहिँ नयाँ कन्टेन्ट सहित आउनेछु भन्न चाहन्छु तपाईँहरूलाई है 2026ले चाहिँ हामीलाई चाहिँ हिउँले स्वागत गरिसकेको छ बेलारुसमा र नयाँ साथीहरू नेपालबाट आउँदै हुनुहुन्छ भने देख्न सक्नुहुन्छ जाडो कस्तो छ बेलारुसमा भनेर गाइजहरू र तपाईँहरूलाई अब चाहिँ छिटै भिजा लाग्छ है अब चाहिँ यो न्यु इयर क्रिसमस यहाँको चाडबाड सिद्धियो अब नेक्स्ट अब चाहिँ भिजा चाहिँ छिटै लाग्छ कतिजना साथीहरू वेटमा हुनुहुन्थ्यो होला र अब 2025मा जे सुकै भयो कसैलाई राम्रो भयो कसैलाई नराम्रो भयो त्यो पनि हाम्रो साथीहरू है त्यस कारणले गर्दा 2026मा चाहिँ सबैलाई राम्रो हुनेछ र 2026मा सायद धेरै नेपाली भएको कारणले बेलारुसियन सरकारले टिआरसीको पनि घोषणा गर्दै हुन्थ्यो नेपालीलाई है हामी चाहिँ धेरै खुसी हुन्थ्यौँ के गर्ने तर 5 वर्ष कुर्नुपर्छ 5 वर्ष हामीले आधिकारिक रूपमा यसो बुझ्दाखेरि चाहिँ 5 वर्ष भनेको छ अब के गर्नु है टिआरसी भइदिएको भयो हामी नेपाल फर्किने आउने जाने गर्न पाइन्थ्यो तर यो टिआरसी नभएको कारणले गर्दाखेरि चाहिँ हामीलाई धेरै गाह्रो भएको छ अब के गर्नु अब पासपोर्टको डेट सिद्धियो घर जान मन लाग्यो भने है भिजा क्यान्सल गर्यो फेरि जाने र फेरि आउनको लागि धेरै गाह्रो छ र के गर्नु मेरो साथीहरू अलि सेकेन्ड टर्ममा जानुभएको थियो उहाँ साथीहरूको लागि चाहिँ आउनलाई धेरै गाह्रो भइरहेको छ उहाँको किनकि अरू पर्मिटहरू आएको छैन है त्यस कारणले गर्दाखेरि
धेरै गाह्रो हुने नयाँ साथी किनकि नयाँ मान्छेलाई आउनलाई सजिलो किनकि अब पैसा त्यही त हो नि पैसाले गर्दाखेरि हो धेरै गाह्रो छ र म के भन्न चाहन्छु भने अब बेलारुस राम्रो त्यति राम्रो नि छ भन्न चाहन्न त्यति नराम्रो नि भन्न चाहन्न सबै राम्रो छ अब राम्रो छ भन्नु छैन है त्यही हो हामीले मिडियम रूपमा कमाउन सकिन्छ त्यही हो कमाइको हिसाबमा ठिकै छ आफ्नो चित्त बुझाउने मात्र हो है यहाँबाट अब अन्त जान्छु भनेर चाहिँ नसोच्दा पनि हुन्छ है धेरै गाह्रो छ त्यस कारणले गर्दाखेरि तपाईँहरू नेपालबाट आउँदै हुनुहुन्छ भने मैले कति भिडियोहरू बनाएको छु त्यो भिडियोमा पनि तपाईँहरूलाई भनेकै छु है तपाईँहरूले हेरिरहनु भएको छ साथ सपोर्ट पनि दिनुभएको छ र धेरै खुसी छु साथीहरू र जतिजना साथीहरूले माया गर्नुभयो उहाँलाई धेरै धेरै माया दिन चाहन्छु र अब यस्तै छ हेर्नुहोस् अब बेलारुसमा जति भने पनि जति उ गरे जति बयान गरे पनि यही हो अब आफूले चित्त बुझाउनै पर्छ है नेपालबाट भिजा लाग्दैन अरू ठाउँमा अब भिजा नलागेको कारणले गर्दाखेरि हामी बेलारुस आउनु परेको छ आफ्नो दुःख भुलाउनको लागि पनि है युरोप भनेर आइन्छ अब के गर्ने यस्तै हो तर अहिलेको उसमा है नेपालको परिस्थिति अनुसार नेपालमा बेरोजगारी भएर बस्नुभन्दा बरु ठिकै रकमहरू गरेर तपाईँहरू आउनु होला है लगानी गरेर आउनुभयो भने ठिकै छ तपाईँहरू हामीहरू है आएर काम गर्न सकिन्छ त्यस्तो काममा चाहिँ अब यस्तो हो कम्पनी अनुसार हुन्छ है फेरि अब हामीले कमाउनेको रेसियो हेर्दा यताउति 2026मा पनि र अहिले 26मा झन् बढ्दो क्रम हुन्छ होला जस्तो लागिरहेको छ हाम्रो कम्पनीमा माग धेरै छ हाम्रो चाहिँ किनकि बेलारुसको नम्बर 1 कम्पनी हो है शान्त बेमर भन्ने कम्पनी हो त्यसकोमा हाम्रो पहिलो लट आएको नि हो कति साथीहरू त फर्किसक्नु भयो कति साथीहरू है त्यस्तै भएर फर्किनु भयो त्यस कारणले गर्दाखेरि अब हाम्रो कम्पनीमा चाहिँ नेपालीको धेरै उ छ है र सकेसम्म महिलाहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू बेलारुस आउँदै हुनुहुन्छ भने चाहिँ शान्त बेमर कम्पनीमा आउँदा चाहिँ राम्रो छ महिलाको लागि चाहिँ एकदमै राम्रो छ किनकि म तपाईँहरूलाई के भन्न चाहन्छु भने धेरै महिलाहरूले काम गर्ने हो क्या हाम्रो चाहिँ फिस प्याकिङ काम पनि सजिलो छ र पैसा त अब त्यो पैसाको बारेमा त तपाईँले जति काम गर्नुभयो त्यति पैसा कमाउन सक्ने हो त्यसको लागि त म केही भन्न सक्दिनँ है तर महिलाको लागि चाहिँ हाम्रो शान्त बेमर कम्पनी चाहिँ अलि राम्रो छ है मैले यसो बुझ्दाखेरि त्यस कारणले गर्दा यस्तै छ साथीहरू अब है जति बयान गरेँ जति गरेँ तपाईँहरूको लागि यही हो हामीले भन्ने हामी इन्फर्मेसन दिने तपाईँहरू अब बुझेर अलि राम्रोसँग आउनु होला भन्न चाहन्छु अन्तिममा भन्दै आजको आरकेबिसी भ्लगमा यही हिउँहरू खेलियो आज चाहिँ हामी चाहिँ है हिउँहरू खेलियो र तपाईँहरूले हिउँ कस्तो छ भन्दा नि हामी यसमा रमाउन पाउँदा खुसी लाग्छ है अब म चाहिँ तराईको परेँ है त्यस कारणले गर्दाखेरि हिउँमा चाहिँ यो मेरो 2025मा चाहिँ परेन हल्का परेर लास्टमा यो फुल खेल्ने बेलामा परेको थियो तर स्याउहरूलाई है यो फलफुललाई चाहिँ अलिकति असर गरेर यसपालि त्यति भएन र यसपालि चाहिँ छिट्टै न्यु इयरमा पऱ्यो अब सायद यो अलि उनी पर्छ होला लामो समय नै पर्छ जस्तो लागिरहेको छ यति भन्दै आरकेबिसी भ्लगलाई सबैजनाले माया गरिदिनु भएको छ मेरो भिडियोलाई हेरेर साथ सपोर्ट दिनुभएको छ नेपालबाट आउने नयाँ साथीहरूको लागि पनि एकदम तपाईँहरूले पनि हेर्नु होला मेरो पहिलाको भिडियो हेरेर मलाई म्यासेज छोड्नु होला है म रिप्लाई चाहिँ दिन्छु र अहिले चाहिँ अलिकति बिजी भएको कारणले मैले तपाईँहरूलाई रिप्लाई दिन सकिनँ यसमा एकदम माफी माग्न चाहन्छु र नयाँ साथीहरूले सपोर्ट गर्नु होला लाइक सेयर सब्सक्राइब बेलघन्टीको साथमा हान्न चाहिँ नबिर्सिनु होला भन्दै आरकेबिसी भ्लगबाट म बिदा हुन चाहन्छु टोपीभित्र हात छ यस्तो तरिकाले म तपाईँहरूको लागि भिडियो बनाएको छु भन्दै जय नेपाल सबैजनालाई।